एभ्रिवान, यहाँलाई स्वागत छ फेरि पनि मेरो युनारा युट्युब च्यानलमा। अनि आज चाहिँ म कुन ठाउँमा छु भने झापामा छु, तर म चाहिँ खोटाङको मान्छे हो। अनि खोटाङमा हुँदा त धेरै भ्लग बनाइरहेको थिएँ। यहाँ झापामा आएको कारणले मैले भ्लगै बनाएको थिइनँ। अनि आज चाहिँ मैले धान रोपेको यहाँ आएर चाहिँ भ्लग स्टार्ट गर्दैछु गाइजहरू। अनि आजको धान रोपाइ चाहिँ पुसाइ हुनुहुन्छ ऊ पुसाइले राँगा जोतिराख्नु भएछ। तर हाम्रोतिर चाहिँ गोरु जोत्छ भने यो झापातिर चाहिँ यस्तो राँगा जोत्ने रहेछ गाइज। अनि यता पनि हुनुहुन्छ। यो के गर्नुभएको अरे आली बाजु चाहिँ के भन्छ यी खोइ के हो मलाई त थाहा छैन के गर्नुभएको अरे अङ्कलहरूले। अनि पुसाइले चाहिँ राँगा जोतिराख्नु भएको छ है गाइजहरू। अनि अब आजको धान रोपाइ मान्छेहरू के भन्छ परमा, हाम्रोतिर परमा भन्छ, यता पनि परमै भन्छ कि के भन्छ, आउनु हुँदैछ थुप्रै माथि। अब आजको मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला गाइज, म तपाईँहरूलाई देखाउने छु। ल त गाइज, खेतबारी चाहिँ यिनीहरू नै हो। अनि यो हाम्रो पुसाइको धान रोप्ने चाहिँ जानु हुँदैछ। अनि यता रोपी पनि सक्नु भइसकेछ आज। अनि म पनि जाँदैछु हिलोमा। अनि यस्तो हिलो हिँड्दै हिँड्दै म पर पुगेर तपाईँहरूलाई फेरि देखाउने छु। यस्तो हिलोमा म हिँड्दैछु। यता चाहिँ अरू ठाउँ पनि गएको होला। यता पानी चिप्लो रहेछ जानै लगे। यहाँ चाहिँ धानको बिउ खनाएको म चाहिँ आज हेर्ने हो। तर यस्तोमा खोइ यो के गर्ने चाहिँ थाहा छैन। रोप्नु चाहिँ रोपेको छु, तर यो के नामै भन्नु आउँदैन। अब हाम्रो घर चाहिँ खोटाङ हो। अब खोटाङदेखि अलिक लेख्ने पर्छ, त्यही भएर हामी चाहिँ धान रोप्दिनँ गाइज। अनि यो खोइ के गर्नुभएको मलाई थाहा छैन, तपाईँहरू नै हेरेर बुझ्नु होला गाइजहरू। यहाँ अङ्कलले कोदाली पनि कस्तो हुँदो रहेछ यताको त। यो पुसाइ यता आधा रोपिसक्नु भएछ कोदाली हो के हो यताको। अनि यता आन्टीहरूले रोपिसक्नु भएको छ आधा। छुपु धान रोपाइ असार आयो गाइस। कस्तो पातुलो नि यता त रोप्नु हुँदो रहेछ हौ। छुपु धान रोपाइ अन्त रोपिसक्नु भएछ। यता उता मेरो भिडियो अन्तिमसम्म हेर्नु होला गाइस। यता चाहिँ खोइ कसको यता छ पुसाइको राँगा नि पर जोतेर चढिरहेको छ। अब पेट पूजा गर्छ राँगाले नि। अब आज कति रोपिन्छ म तपाईँहरूलाई अन्तिमसम्म देखाउँछु गाइस। यता चाहिँ रोपिसक्नु भएछ दिदीहरूले। अनि यता पनि सक्नु भएछ है। म चाहिँ हेर्दै बस्ने मेरो काम। अनि यता सक्नु भएछ। अब माथि छ अलिकति छ अनि चाहिँ सक्ने। अनि म चाहिँ भिडियो गर्दै यता हलिरहेको छु। म तपाईँहरूलाई माथिको पनि देखाउने छु। मेरो भिडियो के कस्तो भयो तपाईँहरूले हेरिदिनु होला अन्तिमसम्म साथीहरू। यता सक्नु भयो है, म माथि लग्छु। यस्तो है, म चाहिँ कुलो जान्दैछु। यो चाहिँ कुलो। अनि यता धान रोपिसक्नु भएको। यता चाहिँ रोपिसक्नु भयो। अब त यति मात्रै छ। अनि यता पनि हुनुहुन्छ। यतिमा चाहिँ हो आजको धान रोपाइ सक्यो साथीहरू। यता चाहिँ कुलो है। यत्रो आज रोप्नु भयो, कति धेरै गल्नु भयो होला, भोक नि लाग्यो होला। अङ्कल सक्नु भयो? गल्नु भयो कि गल्ने छैन? के गल्थ्यो अहिले कस्तो आउँदैछ है भिडियो गर्दैछु। दुःख निकाल्नु लड्छौ? लड्दिन, यो चाहिँ गाड्नु अब
गाइस हाम्रो बिउ चाहिँ उब्रेको भएर यसरी गार्नु हुँदैछ। मलाई नदेखाउनु झन् तपाईँलाई नै देखाउने हो। बिउ यता उखालेको हामीले हिजो यो चाहिँ, अनि यता पनि धानको बिउ खानुपर्ने छ। आजको लागि काम चाहिँ सक्यो साथीहरू। अन्त त गाइस मेरो भिडियो आज के कस्तो भयो तपाईँहरूले हेरिदिनु होला। अनि कस्तो भयो तपाईँहरूले लाइक कमेन्ट सेयर नि गरिदिनु होला। अनि म अझै अरू भिडियोहरू पनि लिएर आउनेछु अर्को भिडियोमा। साथीहरू सबैजनालाई बाई बाई।